भने चाहिँ म भालेढुङ्गाबाट फर्केको होइन। यहाँ हामी यो भेट्यो यो हाम्रो भने चाहिँ एकदम अर्ग्यानिक गुन्द्रुकको सुप गाइस चाहिँ यो भने चाहिँ हाम्रो केटाहरूको सामान छ हो। हाम्रो यहाँ ग्यालो दा हुनुहुन्छ। हामी चाहिँ आज कहाँ जाँदैछ? भालेढुङ्गा। सो यो भने चाहिँ हाम्रो सामान लिएर यहाँ टक्कै नाम्ची यो गाडीमा रहेछ। आज हामी जानुपर्ने चाहिँ हामी चाहिँ बिहानै प्लाजा आइसकेको छ र भ्लग पनि आफ्टर अ मन्थ धेरै महिना पछि हुँदैछ। सो आज भने हामी फेरि पहिलाको जग्गा भालेढुङ्गा जाँदैछ। सो केटाहरू सबैजना चाहिँ वासरुम गएको छ। आजको लागि चाहिँ यहाँदेखि भ्लग स्टार्ट भइसकेको छ। यहाँ अनि कुद्दैछ हो। सो गाडी चाहिँ यहाँ छ। अब यहाँदेखि चाहिँ हाम्रो यात्रा स्टार्ट भइसकेको छ। हामी चाहिँ भालेढुङ्गामा चाहिँ योपालि 2-3 स्टे गर्ने भनेर भनेको छ। अब हेर्दै गर्नुहोस् होला भिडियो चाहिँ यहाँ स्टार्ट भइसकेको छ। यो त सामान चाहिँ लोडेड योपालि चाहिँ पहिलाको भन्दा अझै बेसी छ र अहिले भेटौँ रामुला पुगेर। हाम्रो केटाहरूको गफ चल्दैछ यहाँ भालेढुङ्गा गएको। हाम्रो एडभाइजर हुनुहुन्छ भालेढुङ्गाको हाम्रो यहाँ सेक्युरिटी। उहाँ यता दुईजना चाहिँ प्लान गरेर जाँदिनँ भन्नुसम्म चाहिँ पुगेको थियो हिजो। भाइ यहाँ पे क्या हो रहा भाइ? भिडियो छरिएको प्र्याङ्क गर्छ हौ। अलिक बोल्दैन हौ। हाम्रो यहाँ जो शीतल लगाइदिनु न पहिला। म बोलेको होइन। र हामी चाहिँ यहाँ चाहिँ अहिले सब्जी किन्दैछ हो उकालो लानुको लागि। यहाँ देखाइदियो हाम्रो कुक सेफहरू सबै यता छ। हेर्नुहोस् क्वालिटी चाहिँ एकदम दामी होइन नि त। अब एकजनालाई पकाउँदा निक्लिँदा भेटौँ सिधै। अहिले चाहिँ खाँदा खाँदैछ। फोनहरू सबै चार्जमा छ हो। सो त्यसले गर्दा अहिले सबै खाइसकेर भेटौँ है त। हाम्रो केटाहरू चाहिँ हिँडिसक्यो यहाँ ग्याल्बो गुर्जी पाल्छ जो यहाँ हाम्रो अनुज दा आयुष दा अनिस दा आउँदैछ पछाडिबाट। म यहाँ छु हामी यहाँ माथि पुगेर भेट्नेछौँ। सो अब चाहिँ हामी माथि पुगेर भेट्ने किनभने अहिले भने चाहिँ एकदम हिँडिरहेको छ। बाटो बिर्सिन सक्छ भने चाहिँ धमाधम हिँडिरहेको छ। सो अहिले माथि बिसाउँदा भेटौँ ल। तबसम्मको लागि बाई बाई। हामी चाहिँ अब चाहिँ पुग्न आँट्यो हो। यहाँ माथि जो छ म यहाँ छु। अफ हुँदैछ। सो गाइज आफ्टर 3 or 4 समथिङ द्याट है हामी कति 12 बजी हिँडेको। ट्रेकिङ 4 बजिसक्यो। 4 घन्टा पछि चाहिँ फाइनली हाम्रो डेस्टिनेसन आइपुग्न आँटेको छ। यहाँ चाहिँ लास्ट चौतारा आइपुगिसकेको छ हो। अन्त बकाइ चाहिँ कुच यस्तो छ। सो केटाहरू चाहिँ पछि आउँदैछ पदामा। अनि हामी चाहिँ आएको लागि चाहिँ पुग्न आँटेको छु भनौँ है। अब टक्कै माथि पुगेर अलिक सेटल भएर गर्छु भिडियो किनभने अहिले जाडो निकै हुँदैछ। सो अहिले लुगाहरू अलिक मजाले लगाएर त्यहाँ चाहिँ भिडियो गर्छु। तबसम्मको लागि चाहिँ पस्दै गर्नुहोस् होला है यतिकै। जो भनेको त ग्याल्बो हो। चल्दैछ 360 मा। हेलो गाइस फिसिङ हुँदैछ यहाँ चाहिँ अहिले। 360 क्यामेरामा चाहिँ भिडियो चल्दैछ हो। केटाहरू आउँदैछ। जे होस् भ्यू चाहिँ एकदम दामी भइरहेको छ हो। यसो भ्यू चाहिँ कुहिरो लाग्दैछ। हाम्रो केटाहरू यहाँ तल आउँदैछ चाहिँ अब चाहिँ टक्क लगाएर यो एकछिन बिसाएको थियो। अब लागेको हामी चाहिँ यो उकालो आज चाहिँ गुम्बामा स्टे गर्ने अरे त हो। यहाँ माथि चाहिँ अब गुम्बा छ अरे। यहाँ हाम्रो जोजोले लानुहुँदैछ हो। जो लापा ल हामी चाहिँ अब निक्लिएको उकालो लाग्यो। यहाँ मुक्ली यो चाहिँ के भन्ने छुर्पी हो। माथि पुगेर भेटौँ अब ल। यहाँ अलिअलि फोटो सेसन हुँदैछ। यो केसलाई चाहिँ अस्कर दिनु अस्कर अवार्ड भन्छ नि क्या यो केसलाई चाहिँ। हामी चाहिँ एकछिन फेरि यहाँ बिसायो। हजुर आइयो दामी थाक्यो गाइस। लगभग 4.5 घन्टा हिँडेर चाहिँ अहिले आएर चाहिँ मजाको सास फेरिँदैछ हो। अब चाहिँ गुम्बा आइपुग्न आँट्यो अरे हो। योपालि चाहिँ गुम्बा बस्ने विचार गरेको छ। भ्यू पनि सुतेर दामी रहेको छ।
यो बेलाको पार्टनर यहाँ छ ल त अहिले गुम्बा पुगेर भेटौँ ल हामी चाहिँ यहाँ टेन्ट बनाइसक्यो यहाँ ग्यालबो त यहाँ आइस्ता छ यहाँ अनुज दा हाम्रो यहाँ कुकमा अनिस दा गुरुजी हुनुहुन्छ सो गाइस अहिले भोलि चाहिँ हाम्रो यहाँ एकदम सेफ हाम्रो यहाँ के भन्छ दिल्लीबाट मगाएको सेफ चाहिँ हो यहाँ हाम्रो अनिज नेपाल अनि यहाँ सुदर्शन गुरुजी हुनुहुन्छ हाम्रो अन्त म चाहिँ यहाँ छु लाइट देखाउने क्यामेराम्यान जे भने पनि अनि चाहिँ दुइटा रेडी छ यो भोलि बिहान मजाले देखाउँछु अहिले अन्धेर हुन्छ हामीले सेफको चाहिँ खास चाहिँ हामी कुकिङ हेर्दैछ 1 2 3 4 5 6जनाले चाहिँ हाम्रो सेफको कुकिङ हेर्दैछ है हाम्रो सेफ चाहिँ रहेछ यता सेफ यता एटेन्डेन्स दिनु पर्यो सेफ एटेन्डेन्स सब्जीको मसला हेर गाइस यहाँ आएर भात पकाउँछु भनेर चाहिँ गाइस अहिले खाना खानाले भेटौँ ल हल्का मात्रै किनभने अहिले पुरा चिसो छ हो अन्त फोनको चार्ज घटेको छ अन्त पावर ब्याङ्क त छ तर भोलि त पर्सिसम्म हो नि त सो भोलि दिनभरि चार्ज गऱ्यो भने भइहाल्छ ल सो अहिले भ्यू पनि दामी नै छ तर फगी लागिरहेको छ त्यसले गर्दा राम्रो देखिँदैन अहिले खाना खाने भनेर भेटौँ नि त यहाँ चाहिँ केटाहरू सबै उडिसकेको छ है केटा यहाँ कञ्चनजङ्घा हेरेको अरे फगी लागिसकेको छ आज त बिहानै होइन हामी चाहिँ सिन मर्निङको हाम्रो क्या डेट लिएको छ उता सो यो सिन चाहिँ यताको चाहिँ बेस्ट अन्त होइन यही हेर्न त आएको हाम्रो बिहानको भ्यू चाहिँ कुछ यस्तो छ है कडा छ गाइस एकदम दामी छ यस्तो लगाएर होइन हाम्रो एकवटा भिडियो बनाउँदैछ 360 मा टक्कै यहाँ कञ्चनजङ्घा हेर्न सक्नुहुन्छ अन्त यता चाहिँ सनराइज भइसकेको छ अहिले त अलिकति हो उठेको यस्तो छ हो अन्त अहिले यस्तो भइरहेको छु बेसी चिसो भएर हो अन्त यहाँनिर अन्त यहाँ हामी गुम्पाको छेउमा बसेको थियो भइहाल्छ अन्त यो चाहिँ यो के भन्छ अरे हो यो हिउँ जस्तो छ तर हामीलाई याद छैन एक्ज्याक्ट चाहिँ के हो ओ आइस दा यसलाई के भन्छ अरे यो सेतोलाई यो चाहिँ तुसारो अरे हो हिउँ जस्तो छ नि दामी चाहिँ हाम्रो चाहिँ ब्रेकफास्ट टाइमिङ भइसकेको छ हाम्रो आजको यहाँ चियाको सेफ चाहिँ मिस्टर ग्याल्बो घिसिङ रहेको छ र हेल्परमा हाम्रो आयुष बु यहाँ सेकेन्ड हेल्परमा अनित छ हो अरू केटाहरूले पानी ल्याउन गएको छ हामी चाहिँ खाँदै गर्नु नि त केटाहरू आएर खान्छ अरे नि त किन हामीले मैले चाहिँ यो एक्लै यो सारेको है ल के भन्यो मैले ढ्याएको केटा भने नभने होइन र त गाइस अहिले खान्छु ल केटाहरूले सक्नु आँट्यो हेर हेर न खाइथे र यहाँ चाहिँ हाम्रो गुरुले यहाँ सफा गरिदिनु हुँदैछ गुम्बा यहाँ हिजो बस्नु भएको दाजुहरू चाहिँ अलिक मैला गरिदिनु भएको थियो
यहाँ जो चाहिँ एकदम खतरा हो लाभा हाम्रो चाहिँ गेलबुदाको टर्नै अब चाहिँ माकुराको जाल छ भनेको भाइ तपाईँ यता छ पहिला भाइ यता पनि छ यता पनि गर त भाइ नासी सिरियस राम्रो छ तर उसले कामहरू यस्तो गरिबस्छ हौ सोसल वर्कमा चाहिँ एकदमै उयो छ हौ अहिले भने चाहिँ हामी यस्तो जग्गामा आइरहेको छ हामी 4 जना चाहिँ भालेढुङ्गामा आएको हामी भालेढुङ्गा गएको यहाँ गुरुजी गेलबुदा अन्त यहाँ पाल्जु हामी भालेढुङ्गा जाँदैछ दर्शन गर्नु लागि केटाहरू माथि गुम्बामा सामान राखिरहेको छ हामी भालेढुङ्गातर्फ जाँदैछ मलाई चाहिँ के भन्छ घरदेखि चाहिँ यो चढाउनु भनेर पठाएको थियो नि त यो चढाउनु जाँदैछु हामी अरू चाहिँ घुम्दै दाउराहरू खोज्दै आउँदैछ नि त सो अहिले पर पुगेर भेट्यौँ योपालि चाहिँ मजाले गर्दैछु भिडियो किनकि पहिलाको पालि चाहिँ पुरा चार्जको कमी थियो पावर ब्याङ्क पनि थिएन हो अन्त योपालि चाहिँ मजाले गर्दैछु भिडियो है सबै कभर गर्ने कोसिस गर्दैछु अहिले भने चाहिँ भालेढुङ्गातर्फ जाँदैछ त्यहाँ पुगेर भेटौँ है त म चाहिँ चप्पलमै घुम्दैछु गाइस हामी 3 दिन होइन 2 डे 3 नाइट हामी चाहिँ हिजो आयो हिजो बेलुका बस्यो आज बेलुका अन्त भोलि बिहानै जान्छ त्यस्तै हो है अब के भनेको केटाहरूले चामल चाहिँ नि झन्डै 5 किलो ल्याएको थियो होइन अहिले पनि 5-6 किलो जस्तो पाउँदा चाहिँ 1 हप्ता जस्तो बसौँ भन्दैछ केटाहरूले चाहिँ तर बस्नु हुँदैन जाडो अलिअलि छ खुट्टा चाहिँ छैन जस्तो फिल भइरहेको छ क्या त्यो पाखुराती नजाँदा चाहिँ अब पर पुगेर भेटौँ ल हामी चाहिँ फाइनल आइपुग्यो गाइस यो चाहिँ मेरो सेकेन्ड टाइम हो र फर्स्ट टाइमको पालिमा मजाले भिडियो बनाउनु पाएको थिएन किनभने यहाँ आइपुग्दा 1% मात्रै चार्ज थियो सो यो पालि चाहिँ मजाले देखाइदिन्छु भनेको कुहिरो लागिरहेको रहेछ हो भोलि पनि आउनु त भोलि भोलि पनि एकदम त्यो पायो भने देखाइदिन्छु होइन तर यता बाहिर त्यो एकछिन त अस्ति देखाएको थियो यहाँको चाहिँ मजाले देखाउनु पाएको थिएन हो यहाँ चाहिँ यस्तो छ भनौँ न यहाँ ध्वजाहरू छ वरिपरि अनि त्यहाँदेखि यहाँनिर मन्दिरहरू छ हाम्रो यहाँ चाहिँ गुरुजी हुनुहुन्छ र उहाँले चाहिँ सङ्ख त गइरहनु भएको छ शङ्ख पनि पुगिसक्नु भएको छ अन्त के भन्नु पर्दाखेरि चाहिँ यो चढाउनु आएको मैले चाहिँ खासै थियो यो चढाइकन नेक्स्ट वर्ष त फर्किनुपर्छ किनभने निकै हिँडेर आयो कि अन्त थाक्यो हल्का हो अनि एकछिन यहाँ बिसाउने छ यस्तो छ यहाँ चाहिँ योपालि मजाले देखाउँदैछ हाम्रो यहाँ जो बुझी हुनुहुन्छ यो चाहिँ घरदेखि पठाएको भएर चाहिँ यहाँ चढाउनु गइरहेको छु यहाँ हामी चाहिँ दाउराहरू सबै लिएर आएर पनि यहाँ खाना बनाउने प्रक्रियामा छ यहाँ गेलबुदाले काट्दैछ ऊ थिएन जिस्केको ऊ थिएन दाउरा बोकेको थिएन ढाँटेको उसले है केही गरेर काम सुत्छ मात्रै हामी पो हाल्छौँ फेरि सब्जी चट्नी बनाएको नआउनु त प्रब्लम छ यतिको मजा चाहिँ दिनरिया गरिराख्नुपर्छ के कसो
एक दुई शब्द म खाएर बोलिरहँ ल खाइसकेर भेटौँ हामी चाहिँ लोकेसन चेन्ज गर्नु गएको है चिया बोकेर यहाँ पनि पुगेको छु लोकेसन एकदम बबाल छ हामी त्यहाँ जाँदैछ हेर्नु न राई माइलाले गाउँ छोड्यो भन्ने खालको चाहिँ होइन हामी भालेढुङ्गामै छ अहिले हो अहिले लागि उता चौतारामा अघि हामी बिसाको जग्गामा जाँदैछ त्यहाँ दामी भ्यू छ हो त्यहाँ गएर झ्यालमुरी खाने भनेर चाहिँ हामी यहाँ जाँदैछ त्यहाँ गएर झ्यालमुरी खाने हो होइन जसले धर मुखमा हालेछ देखाउनु मानेन मुख ल त त्यहीँ पुगेर भेटौँ चियर्स म यहाँ पल्टिरहेको छु एकछिन चाहिँ हो मेरो चिया यहाँ छ लोकेसन चाहिँ यस्तो जग्गामा आएर बसिरहेको छ हामी हो जो चाहिँ हेर्न सक्छ दाइ छ हामी चाहिँ बसेको यो माथिको गुम्पा हो गाइस हो अन्त यहाँ माथि एउटा दुई भाइ आउँदैछ अझै दुईजना एकजना याद छैन हामी चाहिँ यो कन्टिन्यू लस गाइस अहिले भने चाहिँ झ्यालमुरी खाएर हल्का टेस्ट गरेर चाहिँ फर्किँदै गरेको माथि गुम्पामा केटाले म्यागी बनाउँदै थियो नि त पकाइसक्यो भन्ने थियो अन्त अहिले चाहिँ फर्किँदा म एक्लै छु अन्त सकि गयो भाँडा लगेर अन्त पाल्जो चाहिँ फोन बिर्सेर ल्याउनु गएको छ माथि पुगेर भेटौँ ल चार्ज घट्दैछ बिहान कम्ती कभर गर्नुपर्ने हुन्छ है सो स्टेट ट्युन है त अझै भ्लग सकिएको छैन यसले चाहिँ झ्यालमुरी छोडेको कारण चाहिँ यो रहेछ नि त यी म्यागी अर्ग्यानिक पेला आउँदैछ है हाम्रो ग्रुपको वान अफ दि के भन्नु हो त टप हो नि हो त खतरा हो नि ओहो ल क्लाब हामी अहिले भने चाहिँ फोन सोन चार्ज हालेर चाहिँ हामी यता घुम्न आएको थियो होइन यो चाहिँ के एक्सप्लोरहरू गर्छु भनेर यहाँबाट चाहिँ टक्क यहाँ वस्ट वर्स रहेछ हो हामी त्यहाँ जाँदैछ अहिले यहाँ केटाहरू अगाडि छ सो अब जाउँ है त्यतातिर घुमिराख्नुपर्छ आज लास्ट हो भोलि फर्किने हो ल गाइस हामी हुन्छ चार भाइ अगाडि म एकजना पछाडि हो हामी पुगिसकेको छ गाइस यहाँ हामीले हिउँ भेट्यो हिउँ भेट्यो भन्नु भएन होला डुप्लिकेट हिउँ हेर्दैछ यो चाहिँ हो फाइनली हामी पुगिसकेको छ टु आवर नेक्स्ट डेस्टिनेसन भनौँ है हामी पुगिसकेको छ गेट भएमा हामी त चढ्ने हो दामी देख्छ होला यहाँ धेरै भ्यू चाहिँ यता अगाडिको माथि पुगेर भेटौँ ल ब्याक टु गुम्पा होला कन्टेन्ट पनि हुन्छ अहिले भने चाहिँ हामी अघिको ठाउँमा आएर रेस्ट गरिरहेको छ हो यो जग्गामा खालि खोज्छौ उसलाई चाहिँ माया चाहिँ होइन डिसलाइक चाहिँ गर्नु नि फेरि केटाहरू यस्तै हो होइन खालि धेरै मात्रै हो हामी चाहिँ ट्रेकिङ हो नि त होइन जुजु ट्रेकिङ हो कहाँ हो हेलिकप्टर लिएर आएको हामीहरू तलबाट दामी लाग्दो चाहिँ खिच्छ सघाइ जाने चाहिँ रेस्ट गरिरहेको छौँ माथि अनिस र अनुज चाहिँ माथि नै छ गुम्पामा दुई भाइ हो हामी पाँचजना चाहिँ घुम्नु निस्केको थियो खोन्दा झाल्नु गएको थियो नि त सो अब यहाँ रेस्ट गरिरहेको छ हल्का होइन यस्तो दामी भ्यू छ कि यहाँनिर टक्कै होइन यहाँ ग्यालको सदन हुन्छ हाम्रो पाल्जो जो गुरुजी लडिरहनु भएको छ पर चाहिँ हाम्रो आइस बुबु हुनुहुन्छ ल अब चाहिँ अगाडिको भ्यू देखाउँछ है त अगाडिको भ्यू चाहिँ यस्तो छ है त चटकै होइन गाइज अहिले डिनर बनाउँदा भेटौँ है त ल तपाईँसँगको लागि चाहिँ साइकल लाइभ गरौँ न भाइ यतिको चिया चाहिँ तपाईँहरूले आएछ चाहिँ कहीँ देख्नु भएको थिएन होला है यो चाहिँ फर्स्ट हो यो चाहिँ यहाँ हामी चाहिँ यहाँ कराईमा चिया बनाउँदैछ यहाँ अनुज दाले चाहिँ मिहिनेत गर्नुहुँदैछ खोइ कसलाई दिने हो कुनै राई माइलाले यहाँ अनिस बुबु डान्स कस्तो हुँदैछ हौ यहाँ हुँदैछ केटाहरू डान्स यहाँ 360 चिया हामीले चाहिँ कराईमा पाएको चिया चाहिँ स्वादिलो एकदम दामी छ हो जाडोमा सुप खाइँदैछ
चिया देखाउन फोटो खिच्नु फोटो भिर पहिरो खोलाको बाटो नमान्नु डरैलो तर दा यो के भएको मेरो हातमा चाहिँ हेर्नु नि यतिको दुःख पनि गर्छ खानको लागि हो यहाँ पानी भराइरहेको छ हामी 3 जना 5 या 2 जना यहाँ अनिस र अनुसले काम गर्दैछ केटाहरूले हो अहिले भने चाहिँ पानी भरिँदैछ ग्यालो एक्लै सक्नु पाएन हो चाहिँ अब डिनरको लागि प्रिपेरेसन भनौँ न है यहाँ अहिले मास्क लगाइरहेको छु टोपी सुपी त जाडो हुन्छ पानी भरिँदैछ यहाँ डिनर भन्ने रेडी हुँदैछ यहाँ भातको लागि पानी तातिँदैछ यो चाहिँ हाम्रो स्पेसल डिस हो आजको लागि चाहिँ हो गुरुजीकोबाट अब आलु पोले खायो यस्तै छ हामी चाहिँ पुरा भेज भएर त्यसपालि चाहिँ सबैजना चाहिँ भालुडुङ्गा आउँदाखेरि भेज भएर आउँछ होला है किनभने मन्दिर हो नि त होइन मासु मांस चाहिँ नगर्नुहोस् है त्यही भन्छु म चाहिँ त्यसको लागि चाहिँ मतलब आलु ल्याउनुहोस् आलु पोल्नुहोस् खानुहोस् आलु किन पोले गर्दाखेरि चाहिँ तपाईँलाई यो रेसिपी याद छैन होला हो यो रेसिपी याद गर्नलाई चाहिँ तपाईँले 5 वर्षको कोर्स गर्नुपर्छ के को भन्ज्याङ हो यहाँ पाल्दो जजोकोमा ल गाइस ग्यालले काट्दैछ दाउरा काटेको हुन्छ हो दाउरा त्यस्तो त यो न्यू बारीमा घन्टा कटाइ हुन्छ नि त मैले चाहिँ हक्राएर काटेको छु है आलु पनि त खन्दा कटाइ हुन्छ नि त है रमबेडा बिजनेस मेरो आलुतिर पनि हाल्छ एकदम देखाउ आलुतिर पनि हाल्छ दाउरा स्क्वायरमा काट कोच छ यहाँनिर कोचको कर्नर हेर यहाँ वा सेन्टर कोच कर्नर मेन कोच कर्नर कोच सेन्टर कोच एडिसनल कोच वा चाहिँ हाम्रो यो एडिसनल कोच अर्को यता चाहिँ यता म लाइट देखाउने मान्छे अनुसार चाहिँ म त कुक म चाहिँ भ्लगर रातिमा त केही नगर्को केटाहरूले कोच भनिहाल्यो र हाम्रो भने चाहिँ एकदम अर्ग्यानिक गुन्द्रुकको सुप बनिँदैछ हो जाडोमा तातो तातो मजाले खाने हो होइन गुरुजी अनि आइस्ता म छु यहाँ तिमीहरूको यो दाजुलाई देखाउनु परेन गीत गाउँदैछ यहाँनिर पानी पानी यहाँ जो पानी पानी हाल्दै अब ल अब खाइन्छ त गुन्द्रुकको झोल चाहिँ लगाइस अहिले यतिको भात चाहिँ जिन्दगीमा कसले खाएको छैन है Yes guys, so this is our third and last day in भालेढुङ्गा होइन गाइस यहाँ चाहिँ होइन कस्तो जाडो भएर यहाँनिर राति पनि यहाँनिर केटाहरू सुत्नु नदिएर गफहरू गरेर हो अब तपाईँले यहाँ बाहिरको भ्यू हेर्नु सक्छ बाहिरको भ्यू देखाइदियो यहाँ हेर्नुहोस् न अब यो चाहिँ तुसारो रहेछ होइन तर हिउँभन्दा कमीको चिजहरू भएको छैन जाडो भयो गाइस ऊ यता हेर्नुहोस् यहाँ हेर्नुहोस् हल्का फोटो सेसन हुँदैछ यहाँ है जाडो यहाँ न डे 1 डे 2 मा त्यस्तो चिसो थिएन होइन तर आज फर्किने बेलामा चाहिँ अलिक चिसो बढ्यो किनकि आज सनराइज हुने टाइम पनि नागिसकेको छ सनराइज भएको छैन ओह सो तुसारो चाहिँ स्याटिस देख्दो रहेछ खुसी लाग्यो एटलिस्ट हिउँ हेर्नु नपाए पनि यति हेर्नु पाउँदा चाहिँ होइन किनभने पहिला जनवरीमा आउँदा देखेको थिएन त्यस्तो अन्त त्यही हो हामी चाहिँ घुममा बसेको थियो भालेढुङ्गा निकै तल हो हिजो तपाईँलाई देखाएको थिएँ हेर्नुहोस् न यहाँ तुसारो हिउँभन्दा कमीको देख्दैन हो त्यो दामी जग्गा छ अरू केटाहरू सुतिरहेको छ यदि यो भ्यू टक्कै चेक गराइदिइहाल्छु तपाईँहरूलाई यस्तो भइरहेको छ हो सनराइज चाहिँ यहाँ अगाडि हुनेवाला छ भालेढुङ्गा यता हो सनराइज चाहिँ यतै हुन्छ ल गाइज अहिले प्याकिङहरू सबै गरेर भेटौँ है त ल आज चाहिँ फर्किने हो घरतर्फ प्याकिङको सामानहरू चाहिँ यहाँ छ गरिसकेर पनि पूजा गर्न आइरहेको थियो त्यो केटाहरू सबै छ पूजा गर्नुमा सो गाइज चाहिँ हामी फाइनली भन्ने चाहिँ फर्स्ट चौतारा नजिक आइपुगिसकेको छ टाइम चाहिँ 11 भइसकेको छ हामी 7 बजी चाहिँ निक्लेको माथिदेखि र अहिले सिधै बजार गएर भेटौँ है तर चेकआउटहरू पनि गर्नु छ केटाहरू यहाँ माथि आउँदैछ है अन्त त्यही हो
अनि घुमी छ अहिले चाहिँ होइन गइकन ओह्रालो हिँड्दैछ अहिले सामान हल्का भएर मजा आइरहेको छ भनौँ न ल अहिले सिधै तल रामबङ्गला पुगेर भेटौँ है तपाईँहरूसँग चाहिँ स्टे ट्युन यो भ्लग अलिक लामो भएको छ लेट्स सी इफ इट क्यान बी पार्ट 1 पार्ट 2 अर मेबी लङ भ्लग है तपाईँहरूले जस्तो डिमान्ड गर्नुहुन्छ त्यस्तै हालिदिनेछु स्टे ट्युन तल भेटौँ है त ल रामबङ्गलामा So guys, finally reached home after 3-4 hours of traveling, and with the empty wallet and with dirty clothes, lots of memories, we are back to home. So this is the vlog on the guys, so part 1 and part 2 हुन सक्छ त्यही हो है घर पुगिसकेको छ हामी मम्मी हेलो भन्देऊ हाई भन्देऊ सबैलाई छिटो हाई भन्देऊ न सब्स्क्राइब सो गाइस यो भ्लग एन्ड भएको चाहिँ त आफ्टर अ लङ टाइम आउँदैछ सो सम भ्लग है स्टे ट्युन अझ बब्बाल आउँछ अब चाहिँ मेलाको टाइम हो नि त होइन नाइट प्रोग्राम बब्बाल हुन्छ त्यो चियासँग चाहिँ यस्तो भ्यू चाहिँ भाग्यमानी र हिँड्नु सक्नेले मात्रै खानु पाउँछ नि फेरि होइन ल हामी सब हिँड्न सक्ने हो भाइ म त खादिनँ पनि हिँड्दिनँ पनि यो कुरा त पत्ताउँदिनँ म त साह्रो केटा जहिले बिल्लामा चाहिँ मलाई नि त तर ऊ राम्रो भ्लगर हो कि राम्रो छ तर लडकमको खप टप नि उसले जबरजस्ती सब्सक्राइब गर्छ अरू पनि भन्नु भन्नु अलिकति उसले जबरजस्ती सब्सक्राइब गर्छ अर्को फोनबाट तिम्रो म गरेको तँलाई अस्ति भन्दै थिएँ त्यो कुरा भनिदिइहाल्नु तिम्रो फोन खोलेर सब्सक्राइब गरेको विश्वास उसले राम्रो भ्लग बनाउँछ कन्टेन्टमा चाहिँ हल्का दिइहालेको फेरि गाइस मेरो भाइलाई चाहिँ एकदम सब्स्क्राइब गरिदिनुस् होला भन्नु सबहरु सब हैन उले जबरजस्ती सब्स्क्राइब गर्छ है तिम्रो फोनबाट है हो नि ठिक राम्रो गर्छ उले राम्रो गर्छ कि जोतेको नि बक्कु गीत हालिदिन्छ अहिले बक्कु भन्नेले भन्दै गर्छ गाइस सुन्नु हुँदैन जति नै बोले पनि मेरै पछि छ केटाहरू मतलब छैन मेरै केटाहरू छ होइन त्यो पनि मेरै पछाडि छ मतलब भएर यस्तो भ्यूसँग चाहिँ होइन त्यहाँ चाहिँ इन्जोय गरिबस्नुपर्छ केटाहरूले जेसुकै भन्नुहोस् मतलब छैन आफ्नै केटाहरू हो नि त दामी छ त ल 36